गाइजहरू ह्याप्पी माघे सङ्क्रान्ति। फाइनल्ली हामी चाहिँ यता कपन पार्क आएको। आज माघे सङ्क्रान्ति मनाउनुलाई हल्काको अब हाम्रो केही साथीहरू चाहिँ एउटा अब कारमा आउनुभएको थियो। हामी गाडीमा आएको, कारमा आएको साथीहरू यता कतातिर लगेर सोधिदिइरहेको छ। त्यही भएर सो हामी उहाँहरूलाई चाहिँ लिन जाँदैछौँ। यता हुनुहुन्छ चाटमा बिनाजु चट्ट लगाएर टिक्क परेर आउनु भएको छ कि आज कपन पार्क हो नि त होइन। घुमाइसकेपछि त हल्का अब टिक्क परेर पनि आउनु पऱ्यो है। हल्का चाहिँ भिडियोलाई हल्का लाइक लामो हुनसक्छ, पुरै हेरेर साथ दिनु होला। फाइनल्ली आज माघे सङ्क्रान्तिको अवसर पारेर हामी कपन पार्क घुम्न आएको छौँ। साथीहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ बेङ्गलोरको होइन, नजिकै कपन पार्कतिर छौँ आज हामी। सो अहिले मान्छे हराएको भएर मान्छे हराएको हुन्छ नि ड्रप लोकेसनभन्दा हल्का बाहिर राखिदिएको कारणले अहिले हामी उहाँलाई चाहिँ लिन गयो। हेलो गाइज, हामी पनि जम्मै फाइनल्ली कपन पार्क। आउनुहोस् आउनुहोस् सबै घुम्नुहोस् कपन पार्कमा होइन। चट्ट लगाएर कपन पार्कको यो के भन्छ, यो ब्रिज हो। यो हाम्रो डल्ली छोरी हो। यता मेरो बुढी, उता उता मेरो बुढी बाटो हुनुहुन्छ। फाइनली घुम्न पनि आयो है साथीहरूसँग यताउता गर्दा गर्दै गर्दा गर्दै गर्दा गर्दै ए यस्तो पो रहेछ, यस्तो राम्रो छ नि। यता पो राम्रो रहेछ, खत्रै छ त। हजुर चट्ट हिँड्नु न, मेरो बुढीको हिँडा हेर न। आम्बो एक्लै हिँड्दा त डन देखिने रहेछ, सबै डराउँछन् होला। फाइनल्ली घाम लागेर कौडा पनि रातो भइसकेको छ मेरो भगतमा गाईहरू। हामीलाई चाहिँ अब भोक लागिसकेको छ होइन। चट्ट लगाएर हामी यो कपन पार्क हिँड्दा थाकिसक्यो। बिहानैदेखि मान्छेहरू हराएको भएर कोहीलाई कोहीलाई कुन पुऱ्याइदियो ग्रुपमा। अब सँगै आउनु पाएन, त्यही भएर हल्का ढिलो भइहाल्यो। अब चाहिँ हामी होइन फाइनल्ली जाँदैछौँ कहाँ अरे नास्ता खाना है। भोक लागिसक्यो नि त। यो चाहिँ मेरो फर्स्ट वाला हो। सँगसँगै हिँड्नु न मसँग। सब ब्लर हो क्या तपाईँको जताको सिन पनि पुरै ब्याकग्राउन्ड ब्लर भइहाल्छ। भिडियो छ हामी चाहिँ हिँड्दा चट्ट लगाएर थाकिसकेको अवस्था छ गाईहरू है। अब यो कपन पार्कको पनि अब बबाल सिन छ क्या। ल हामी चाहिँ यता एकचोटि यता हेर्नु। दिदी हेलो भनिदिनु त। यता दिदी, ठुलो दिदी होइन। अब यता चाहिँ डनहरू बसिरहेछन् होइन। एउटा भान्जा दुईवटै भान्जा है चट्ट लगाएर यता अर्को भान्जा हुनुहुन्छ पारामा क्या पुरै होइन। त्यसपछि
लगाएर यता भाउजू छोरीदेखि लिएर मेरो बुढी त टाढा टाढा भएको छ नि कता भयो क्यामेराले पनि भेट्यो नि त यता बुढी फाइनल यो माघीको भलको है लास्ट ल जाने हो कता जाने हो चल्दिने हो गाइजहरू होइन टक्क लगाएर यति राम्रो ठाउँ छ नि होइन छुट्टी भएको बेला कहिले कस्तो चट्ट हिँड्नुपर्छ कि सधैँ हिँड्नु त कहाँ पाउँछ र होइन काम गर्ने मान्छे हामी पनि परदेशमा आएको छ होइन धन्न जे भए पनि चाडपर्वमा चाहिँ छुट्टी दियो कि होइन सबहरूले छुट्टी दिन्छ त्यही नै खुसी हो कि त्यही भएर हामी चाहिँ चट्टै यता गार्डनतिर आएको छौँ सो फ्यामिली सबैसँग होइन अब फ्यामिली पनि कता कता हुनुहुन्छ त्यही भएर चट्ट लगाएर ल हेर्नुहोस् सबैहरूले तपाईँहरू पनि छुट्टी छ भने घुम्न आउनुहोस् कहिलेकाहीँ कप्पन पार्क विशेष गरी आउनुहोस् है गाइज सबैजनालाई वेलकम छ आदि अङ्कल भनेर मेरो भलकमा सबभन्दा धेरै यही आउँछ है कतै जानुभयो सबैभन्दा मेरो भिनाजु चाहिँ अलिकति होइन लास्टमा आउनुभयो भिनाजुलाई साह्रै भोक लागिरहेछ होइन चट्ट हेलो भिनाजु तपाईँलाई कस्तो फिल भइरहेछ ल भन्नुहोस् त आज नमजा भयो साँच्ची सही भन्नुभयो क्या अब सबै फ्यामिलीसँगै भएको भए राम्रो हुन्थ्यो कोही कता ल तपाईँको इन्टरभ्यू चाहिँ बवाल छ है भाइहरू ए भेनाजु हेन्सम त बवाल लगाए हिँड्दा हिँड्दा फाइनल्ली होइन एकजना हराउनु भएको मेरो दिदी हराएमा मासु अहिले हराएन म अहिले त सबलाई भन्न छु मात्र त्यहाँ फेसबुक हाल्दा मात्र तँलाई मार्छु मलाई हामीलाई छोडेर यसले अहिले यो भलक चाहिँ जान्छ दिदी फेसबुकमा जान्छ है अब त्यो तपाईँहरू अर्को चोकमा उत्रेर अलग अलग भएको नि त भोक लागेर दिदीहरू फाइनल्ली दिदी भेटिनु भयो है अब भिडियो लास्टो होला फेरि बवाल छ कि एकचोटि फेरि हेर त म त फिदा गरेको फाइनली गाइज होइन यो भिडियो चाहिँ अलिक लामो हुनसक्छ सो तपाईँहरू सबैले हेरेर सबैलाई हेर्नु लागि सबैलाई यो माघी विशेषको हामी कपिल पार्क आएको छौँ र तपाईँहरू पनि चट्ट लगाएर फ्यामिली ग्रुप सबै छ होइन ग्रुप सबै हो है यतादेखि लिएर सबै हामी आएको फ्यामिलीहरू होइन कपिल पार्कमा आएको पछि यता हेर भिडियोमा अब भित्रबाट सबभन्दा त यो हलदारलाई हान्नुपर्ने हो क्या बिचमा भएन नि त अब म पनि बसिहालेँ चट्ट लगाएर चट्ट लगाएर सबैजनाले आज चाहिँ हाम्रो चट्ट बनाउनु बहुत पिकनिक जस्तो भइरहेछ माघी सङ्क्रान्तिको चट्ट यता सेलरोटी छ सबै चिज लिएर आएको अब हामी चाहिँ हिँड्दा थाकेर अब खाना
घुमाउ